Hi everyone. Hello. Hello everyone from Mixin Beauty Salon family. So आज चाहिँ हामी सबैजना मिक्सन ब्युटी सलुनको फ्यामिली चाहिँ बाहिर डिनरको लागि जाँदैछौँ। जाडो चिसो मौसम छ अनि यो चाहिँ हामी हाम्रो सलुनकै नजिकैको रेस्टुरेन्टमा गएको थियौँ खानाको लागि। यहाँको चाहिँ मलाई एकदमै फेभरेट चाहिँ मेरो झोल मोमो हो बफमा, अनि त्यही भएर चाहिँ मैले सबैजनालाई लिएर जाँदैछु। अनि हामी चाहिँ अलिकति ढिलो गयौँ किनकि अब सबै काम सकेर सलुनहरू क्लोज गरेर नै जानु पर्यो नि त, होइन र काम पनि गर्नु पर्यो। अनि त्यो भएको हुँदाखेरि कामसाम सकेर हामी पुग्दाखेरि अलमोस्ट 11:30-12 बज्न लागिसकेको थियो अनि यो चाहिँ 1 बजे नै क्लोज हुन्छ। अनि सबैजना गइसकेको रहेछ, हामी मात्रै थियौँ। पुरा यो रेस्टुरेन्ट चाहिँ खाली रहेछ, हाम्रो लागि मात्रै जस्तो के कोही पनि थिएन, हामी मात्रै थियौँ, हाम्रै ग्याङ मात्रै थियो। अनि त्यस पछाडि हामीले यहाँनिर एकछिन खानाको वेटिङ गऱ्यौँ। कसैले के मगाए, कसैले के सबैजना यताउता आफ्नै टिकटक भिडियोहरू बनाउन मस्त छ हाम्रो मोडलहरू चाहिँ। अनि मैले पनि यहाँ यसो 1-2 पोज गरिदिएको मेरो हबीसँग, होइन हल्का रमाइलो त गर्नु पर्यो नि, होइन। अनि कसैको आयो यहाँ किमा नुडल्स, कसैको नुडल्स, कसैको के कसैको मोमो अर्डर गरेको थियो केटीहरूले, कसैले के आफ्नो परिकार। मैले चाहिँ झोल मोमो खाएँ किनकि यहाँको झोल मोमो चाहिँ मेरो एकदमै फेभरेट थियो। अनि यिनीहरूलाई किमा नुडल्सको चाहिँ अलिकति नुडल्स धेरै मोटो भयो अरे, एकदमै मोटो भयो भन्दै थियो। अरू ओभरअल टेस्ट चाहिँ एकदमै मिठो थियो। अब हामी लास्टमा पनि गएको थियौँ नि त, क्लोज हुन लागिसकेको थियो। अनि त्यही भएर यो चाहिँ झोल मोमो एकदमै मिठो छ है। यहाँको झोल मोमो चाहिँ हजुरहरूले ट्राई गर्दाखेरि हुन्छ। यो चाहिँ यो आब्रानेर भएको काष्ठमण्डप रेस्टुरेन्ट हो। यसकै छेउमा क्लब पनि रहेछ SK7, सायद एउटै होला। अनि हामीले चाहिँ मजाले खानासाना खाएर आयौँ। अनि थ्याङ्क यू सो मच वाचिङ। अनि खानासाना खाएपछि चाहिँ हामी फेरि केटीहरूसँग यसो आब्रातिर पनि गयौँ अनि एकछिन सिसा खाएर अनि घरतिर गयौँ। मेरोमा चाहिँ किन फ्ल्यास नआएको? फ्ल्यास आउँदा राम्रो आउँछ नि त। यो मोटो मिठो लाग्छ मेसिनवाला। ल गाइस, मरद हाम्रो यहाँ खाना आइपुग्यो। के छ कोक र फेन्टा केही छैन, ल्याइदिनु न। के खाने? चेस ल रक्सी खायो, यिनीहरूले रक्सी खायो। जेडी खायो, भजा खायो। भयो तिमीहरूले खिच्यौ।